लाग्दैन मलाई त तिमीहरू त कसरी बिहा गर्ने भन्ने कुरा सोच्छ आफै लाग्दैन मलाई त तिमीहरू त कसरी बिहा गर्ने भन्ने कुरा सोच्छ आफै लाग्दैन मलाई त तिमीहरू त कसरी बिहा गर्ने भन्ने कुरा सोच्छ आफै बात तो सही है दौड़ना तो पड़ता है आफ्नो राम्रै गरेको त्यो केटी ल्याएर केटी लागेर कति जान्थ्यो र क्या गर्थ्यो र झगडा गर्ने बानी छ त्यसको पनि बात तो सही है दौड़ना तो पड़ता है त्यही घरै नबस्ने डिस्कस परे गर्छ अनि फोन गरेर सम्झाउनु न अनि ल ल सम्झामला म सम्झाइरहन्छु सम्झामला त्यो पनि मुझे नहीं आता इसको बहुत अच्छी तरह आता है स्वागत छ मेरो न्यू भ्लगमा आज चाहिँ म सासू मम्मीलाई प्र्याङ्क गर्न गइरहेको छु अनि मेरो प्र्याङ्क चाहिँ कस्तो हुन्छ हेरेर कृपया भनिदिनु होला है त अरे वाह ये फटाकड़ी कौन है हेलो हेलो के गर्दै हुनुहुन्छ मम्मी बाहिरतिर बस्यो हो र बिजी हुनुहुन्छ छैन बाहिरतिर बस्यो अब मात्र गएपछि बिजी हुन्छ केटाकेटीसँग बाहिर के गरे नानी बाबु के गरे बसिरहेछौँ खेल्दैछन् यतै खोइ कोण स्थानतिर जानुभएको छ कोण स्थानतिर त्यहाँ समेतुकै एउटा कुरा भनौँ भनेर फोन गरेको भन नि एउटा किन 10 भन बिजी हुनुहुन्छ भनेर कि बिजी हुनुहुन्छ कि भनेर बिजी त अब बिजी माथि माथि दिदी हुन्छ क्या तल केटाकेटीसँग छु होइन अब जानु पर्ला विशासले फोन गर्नु भएको छैन कहिले हाल्छ मलाई पुरा भएको छैन र पुरा भएको छैन र भनेको नै त्यही हिजो भएको त्यही त हो भन नि त के कुरा विशाल त घरमा बस्नुहुन्न गणेश थानतिर गएको के गर्नुहुन्छ अनि के भन्छ बाबु ल्याउने छोडिदिने उतैतिर जाने कोसँग लागेछन् कि क्या हो अनि फोन पनि हेर्न नदिने अनि के भन्छ अरे फेसबुक पनि 2-3टा चलाउने कोही केटीसँग लाग्यो के लाग्यो कोसँग लाग्यो त्यही उतै माथि कोठा लगेर जाऊ भने पाएको छैन नि त त्यही भएर पाए छैन काम छैन कोही चाहिँ अब त्यो साथीहरूसँग जाँदो विश्वास लाग्दैन कोहीसँग लाग्नु भएको छ भन्ने लाग्दैन मलाई त तिमीहरू त कसरी बिहा गर्ने भन्ने कुरा सोच्छ आफै लाग्दैन मलाई त तिमीहरू त कसरी बिहा गर्ने भन्ने कुरा सोच्छ आफै लाग्दैन मलाई त तिमीहरू त कसरी बिहा गर्ने भन्ने कुरा सोच्छ आफै रुममा बस्न कोठामा बस्न झ्याउ माने पनि रुममा कोठामा बस्न झ्याउ माने पनि बरु गएर साथीको कोठामा गएर बरु मोबाइल हेरेर थुप्रिन्थ्यो अनि कोरसँग केटीसँग छट्टाउने भट्टाउने लाग्ने जिस्किने गर्ने पनि थाहा पाएन क्या हो अहिले लागेछन् कि के थाहा अब झगडा परे गर्छ दिनकै झगडा हुन्छ अनि के थाहा त नि अनि झगडा त झगडा गर्ने बानी छ त्यसको पनि
अनि तिमीले अब बिस्तारै बोल्ने छैनौ, तिमीले राम्रो कुरा झरक्क गर्छ, राम्रो कुरा जस्तो मानिन्छ, ऊ पनि अब राम्रो कुरा झरक्क गरेर आँखा फर्काएर बोल्छ। बात तो सही है दौड़ना तो पड़ता है जे मैले भनिनँ कच्चा आँखा फर्काएर दुईजना बिस्तारै सल्लाह गर्दैनौ भनेर। त्यही त नि। मन नलाग्ने कुरा भनेको नि अब फेरि म त सुनाउन मन लाग्छ नि त, तपाईँलाई भनिरहेको हुन्छु नि त। Wait a minute. Who are you? केटीसँग लाग्यो त मेरो मनले त खै भएन होला जस्तो लाग्छ। When a good thing goes bad, it's not the end of the world, it's just the end. आफ्नो घर राम्रै गरेको त्यो केटी ल्याएर केटी लागेर कति जान्थ्यो र क्या गर्न्थ्यो र चाहिने भनेको आफ्नै लोग्ने स्वास्नी हुन्, आफ्नै केटाकेटी हुन्। ती लाग्यो तिमीहरूको त्यो साथीहरूलाई त्यो विसर्ग भान्जा भन्छ के भन्छ त्यो तिनीहरू थाहा भइहाल्छ भने। कहाँ भन्छन् त नि नराम्रो कुरा त भन्दैन नि त। राम्रो गर, राम्रोसँग सल्लाह लेज क्या ताती कामसाम छैन क्या र अब त्यो कोठामा बस्नु झ्याउ मान्दो, त्यही भएर जाँदो साथीहरूसँग। त्यही गर्दा पहिला पनि त्यहाँ स्कुलमा त केटीहरूसँग जाने स्कुल जाने आउने जिस्कियाको यताबाट थाहा पाउँथेन। झ्याउ लागे पनि पुरो साथी साथीहरूसँग गएर रुममा थुप्रेर बस्थ्यो। केटीहरूसँग हाँस्ने बोल्ने जिस्किने थाहा पाइनँ क्या बानी, अहिलेसम्म थाहा पाएन। बाउ पनि थाहा पाइनँ मैले बाउलाई पनि। बाउ रक्सीको जर्किन भए भुलि जाने। अरे वाह ये फटाकड़ी कौन है झगडा परे गर्छ त नि, झगडा दिन केही डिस्कस पर्छ, डिस्कस गर्दा चाहिँ को गलत जस्तो लाग्छ त तपाईँलाई, म कि विशाल सर कि? तिम्रो दुइटै गलत छैनौ, त्यो तिम्रो दुइटैको स्वर ठुला भएर हो। मलाई अब त मैले त्यस्तो कुरा लाग्छ। कति सम्झ तिम्रो दुइटै गलत छैनौ छ नि त। उसको बानी बिचार बानी छ क्या, झनाक झनाक गर्ने बानी छ क्या। यो सालमा मिथुन राशिको कमाइ दमाइ त्यति छैन भन्छन्। बात तो सही है दौड़ना तो पड़ता है कमाइ दमाई त त्यस्तै त हो नि, कहिले काहीँ हुन्छ कहिले काहीँ हुँदैन, त्यस्तो केही भएन कि। ठिकै छ भइरहेछ, कहिले काहीँ हुन्न, त्यस्तै त हो नि नेपालमा, त्यस्तो केही भएको छैन, ठिकै छ। त्यही घरै नबस्ने, डिस्कस परे गर्छ अनि फोन गरेर सम्झाउनु न अनि। ल ल सम्झाउँला म त सम्झाइरहन्छु, सम्झाउँला त्यो पनि। मुझे नहीं आता, इसको बहुत अच्छी तरह आता है। अनि विश्वास चाहिँ नमान क्या, त्यो केटीसँग लागि आउला भनेर सोच त लागिहाल्छ। आफ्नो घरमा बसेर झगडा गर्ने अनि बाहिर हिँड्ने भनेपछि त रिस उठिहाल्छ, सोच पनि लागिहाल्छ। अनि तिमीले पनि राम्रोसँग सम्झाउनु। केटीसँग लाग्ने र दायाँ गर्न त टाउको साउ फाल्दिने त्यसको। केटीसँग लाग्ने र दायाँ गर्न त टाउको साउ फाल्दिने त्यसको। केटीसँग लाग्ने र दायाँ गर्न त टाउको साउ फाल्दिने त्यसको। त्यो छोडो भन्ने हो र त्यसले दुःख पाउँछ। दुईवटा बच्चा छन् घरमा अनि टेन्सन लागिहाल्छ नि अब। त्यो टेन्सन आउने राति भुतलाई भातलाई गरी माग्नु पर्छ। अरे वाह ये फटाकड़ी कौन है त्यसो सोच नगर, राम्रोसँग बस सम्झाऊ, म सम्झाउँला। फोन गर्नु न कता हुनुहुन्छ, म नभएको बेला सम्झाउनु न के भन्नु हुँदो रहेछ। ल ल टेन्सन केही नगर है, टेन्सन केही नगर। सबै घर सम्हाल्ने घर गर्ने सबै तिम्रो हातमा छ, टेन्सन केही नगर। अनि अब अहिले यहाँ टाढा मसुर मात्रै कमाउनुले सय मद्दत होला भनेर हो, यहाँ सोच मेरा के छन्, त्यही हावातालमा गऱ्यो भने त काम छैन। त्यही त हिजो त्यही सुन्ला भने त भने त मैले तिम्रो जेसुकै गर, घर बनाउँछु अग्ला सुपुको लाएर बस्छु भनेर हाँस्थ्यो त। माथि यसमा टाले है,
ल ल हुन्छ फोन गर्नु न के भन्नुहुन्छ ल ल ल ल म भनेर तिमीलाई छोडिदिनु ल है हुन्छ